फगटेमा त्यो करसर बनाएर यहाँ ट्राफिकको 500 को लागि 5000 भनेर 5000 को लागि 50000 भनेर अनि हामी जस्तो बेरोजगार मान्छेहरूले कसरी तिर्नु भने नि Hello, namaste guys, it's me Sanjeev Mahardhan, aka Jap. From Kirtipur. आज हाम्रो डेस्टिनी चाहिँ हाम्रो गोडाउडी हुन्छ है हामी चाहिँ उता नेचुरल पानीमा स्विमिङ खेल्न जान लागेको छु है अहिले हाम्रो किर्तिपुरबाट चाहिँ हामी चाहिँ 4 जना छौं है एकजना डायमन्ड महर्जन एकजना अनिल पम्प अनि एकजना चाहिँ समीर महर्जन अनि इसमी सञ्जीव महर्जन है हामी चाहिँ जाँदै छौं भ्लग चाहिँ आफ्नो लङ टाइम आइरहेको छ है मेरो चरा हो मल ल ठिकै छ गाइज है अब यताबाट चाहिँ हामी उता फर्स्टमा चाहिँ हर्सिटी जानुपर्ने हुन्छ हामी एकजना दाइ छ त्यहाँ दाइलाई चाहिँ पिकअप गर्नुपर्ने हुन्छ हामीले चाहिँ है गाइज यता किर्तिपुरबाट केटाहरू चाहिँ पछाडि आउँदैछ ए अगाडि पुगिसक्यो भात कति फिल भइरहेको छ हामीलाई समर भाइब आइरहेको छ होइन गाइज कतिसँग उडाउनु भने नि कहिले काहीँ स्विमिङ पनि गर्नुपर्ने हुन्छ हामीले चाहिँ आज चाहिँ बवाल हुन्छ पैसा 1 रुपियाँ पनि किन्नु पर्दैन नेचुरल स्विमिङ पुल हो बवाल रमाइलो हुन्छ त्यो ठाउँ चाहिँ अब सिस्नेरी भन्दा पनि रमाइलो हुन्छ त्यो ठाउँ चाहिँ है ठुलो पनि छ मान्छेहरू सिस्नेरी भन्छ होइन त्यो त्यहाँ जाने भन्दा पनि गोडावट जानु चाहिँ धेरै रमाइलो हुन्छ हामीलाई चाहिँ त्यहाँ सिस्नेरीमा चाहिँ आजभोलि लास्टै पपुलर भएर चाहिँ मान्छेहरू टन्न हुन्छ स्विमिङ खेल्ने ठाउँ नपुग्ने टाइपको हुन्छ उता चाहिँ अस्ति भर गराएको अस्ति त झलागिरहेको थियो कि अनि पानी पनि त्यस्तो सोफाहरू छैन यो ठ्याक्क जस्तोकै पछाडि छ होइन मल पोखरी भन्ने त्यहाँ चाहिँ हामी चाहिँ शनिबार चाहिँ चङ्गा उडाउँछौँ है गाइज यस्तो छ यार बाटो यो भालेन सरकार आफन के गरेको यार बाटो त बनाउनु पर्ने नि छिटो पहिला कस्तो छ त्यस्तै टाइपको भइरहेको छ अलि डेभलपमेन्टै देखेकै छैन कि हामीले चाहिँ भालेन सरकार आएपछि पनि त्यो सोसियल मिडियामा चाहिँ लास्ट डेभलप भएको जस्तो देखाइदिन्छ होइन तर रियलमा चाहिँ त्यति साह्रो डेभलपमेन्ट चाहिँ केही देखेको छैन है गाइज अब बिस्तारै हुन्छ होला होइन तर हामीलाई चाहिँ अलिक छिटै चाहिसक्यो होइन 6 महिना जति भइसक्यो मन्त्री भएको भालेनले चाहिँ के गरेकै होइन कि फगटेमा त्यो करसर बनाएर यहाँ ट्राफिकको 500 को लागि 5000 भनेर 5000 को लागि 50000 भनेर अनि हामी जस्तो बेरोजगार मान्छेहरूले कसरी तिर्नु भने नि हो कि भन न साथी अनि हामीले झन् घन्टीमै भोट हालेको भालेन भएर होइन हामीलाई केही सुविधै भएन अलि सुविधा त चाहियो नि बेरोजगार भट्ट होइन त्यस्तो सुविधा त चाहिँ चाहिसक्यो गाइज है मल पोखरी हराउने छ बेरोजगार भट्टहरू के छ होइन त्यस्तो दिने सुविधा बनाउनु पर्यो यो ट्राफिकको के बनाएको भनेर 500 को 5000 5000 को 50000 कसरी तिर्नु भने नि अनि हामीले मेरो बाइकै 25000 को छ मैले त्यहाँ 50000 कसरी तिर्नु भने नि हो कि साथी अनि त्यो नियम चाहिँ खारिज गर्नु पर्यो यो मुला भालेनले यो काठमाडौँमा चाहिँ हेरेको जस्तो छ अहिले काठमाडौँ हेरेन यहाँ काठमाडौँ हेरेन
मान्छे जस्तो बस्ने जस्तो कुरा गरेको अनि पैसा भएको मान्छेहरूबारे बस्ने यो नेपालमा अब हामीले के खारी मुलुकै जा भनेको हो क्या हो इन्डाइरेक्टली कि जा भनेको भयो कि हामीलाई पठाउनु पऱ्यो राम्रो राम्रो होइन भिजामा भ्याकेसी राम्रो हुनु पऱ्यो हामीलाई बेच्दिने त होइन नि अनि त्यहाँ गयो पनि अब के भने 50,000को लागि त्यत्रो घाममा जानुपर्छ कि त स्यालेरी पनि 1.5 लाखै हुनु पऱ्यो अनि हामी गइदिन्छौँ होइन खुसी खुसी हिँडिदिन्छौँ नि हामी नगाए केटाहरू अगाडि हिँडिसक्यो होइन दाइलाई पनि मैले भेटिसकेँ आज चाहिँ बबाल हान्नुपर्छ गाइस त्यही बस्ती ठरेको होला के भन्नु त गाई नेरहरूको बस्ती अब पहिला है यति धेरै गाडी हुँदैन जामसाम त्यस्तै त हुने गाई अब यो फेरि यो नेरहरूको बस्ती सकिने बित्तिकै अब उता जामै हुँदैन सानो रोड केटा हो GoPro handsome देखिरहेछ ब्रो सेकेन्ड पोको होइन झन्झट होगा ओभरटेक बेटा I don't give a fuck what you say. Yeah, I'ma do shit my way. So you can go kick rocks, I'ma stack bricks up, build what I want to make. Yo, I got a lot of shit to say, so I'ma do this every day. I'll be writing things until I'm fucking buried in my grave. 6 feet deep under, but my body won't decay. Cause my messages are timeless, so they'll put them on display. Oh yeah, I rap with a certainty, I have a sense of urgency. A message for eternity, for everyone internally. I had some people burning me, but now they fucking learn to see I ain't the one to fuck with. Now they looking nervously and I don't really care. ल है गाइस बच्चाहरू पनि स्विमिङ खेल्न आइरहेको छ है स्कुलको हर्सिडी फ्यामिली रिसोर्ट भन्ने ठाउँमा स्विमिङ खेलिरहेको छ गाइस बच्चा बेला हामी पनि यस्तै स्विमिङ खेल्न जान्थ्यौँ है स्कुलबाट त्यो पहिला पुरानो यारहरू आइरहेको छ मलाई चाहिँ है गाइस रमाइलो फ्राइडे हो रमाइलो डे गुड फ्राइडे रमाइलो दिन ओहो पछाडिको मिस चाहिँ कस्तो च्वाक रहेछ यार है यस्तो झोक चाहिँ चल्छ है भगवा चाहिँ अनि थाहा नमान्नु होला तपाईँहरूले चाहिँ है यस्तो कहिलेकाहीँ जोकहरू चाहिँ जोक चाहिँ गरिराख्नु पर्ने हुन्छ हामीले Come up from the basement 100 songs, 100 weeks, didn't change it. Experiments, development, intelligence, and patience. I'll do it all again, cause I never feel complacent. Let's keep the good vibes, positivity's contagious. I'm never looking back, cause I made a life that's passionate. A college graduate suppressing all his talents, yeah. He found a way to go and change, become an advocate. For taking control of your life, go out and battle. And you think you have a dream, then act on it. Get after it, get out your head and fucking capture it. You got one life to master it. Don't give up on your future, we all start losers. We're all late bloomers, gotta struggle through the sewers. What you say? Yeah, I'ma do shit my way. So you can go kick rocks, I'ma stack bricks up, build what I want to make. Cause I don't give a fuck what you say. Yeah, I'ma do shit my way. So you can go kick rocks, I'ma stack bricks up, build what I want to make. Yeah, I'ma do it my way.
अहिले हामी चाहिँ घोडावडी पुगिसक्यो है यो चाहिँ घोडावडी बस पार्क होला मेरो विचारमा ल यहाँबाट चाहिँ त्यो घोडावडी चाहिँ मन्दिर पुगिन्छ होइन घोडावडी मन्दिर आफ्नो लङ टाइम हामी पनि है घोडावडी पुगेको छौँ लङ टाइम हो म नआएको भने 3-4 वर्षै भइसक्यो यता घोडावडी 5-7 वर्षै कि आमामा म चाहिँ 3-4 वर्ष भइसक्यो यहीँ रहेछ ल आम्बो ल है हामी पुगिसक्यो केटाहरू कहाँ गयो यो चाहिँ मन्दिर हो बल पर्ने भयो यताबाट तल Kandayo lah, lol fornya tuh kuasa. Itu plan, iya tuh. Nah, sih, cikgu plan kan. त्यो त दाइ भान्जा छ होइन त्यो गाउँ हानेर आउँछु नयाँ ठाउँमा केटा हो हाम्रो नुहाइसके पनि सकिसक्यो नुहाइसक्यो गाइस है केटाहरू छ यो ल थ्याङ्क यू फर वाचिङ है सी यू इन नेक्स्ट भ्लग है अब 2-3 महिना पछाडि एउटा भ्लग आउँछ होला अझै अर्को दामी खाली